हेलो साथीहरू, आज हामी इम्पोर्टेन्ट टपिकमा कुरा गर्न गइरहेको छौँ। आज हामी कुरा गर्नेछौँ जर्नी अफ नेपाल क्रिकेट, नेपालमा क्रिकेटको जर्नी। सन् 1920 एडीमा राणाहरूले नेपालमा क्रिकेट भित्र्याएका थिए। सन् 1946 एडीमा क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको स्थापना भएको थियो। सन् 1987 एडीमा नेपालले आइसिसीको एफिलिएट मेम्बरको सदस्यता प्राप्त गरेको थियो। सन् 1996 एडीमा नेपालले एसोसिएट मेम्बर आइसिसीको सदस्यता प्राप्त गरेको थियो। त्यही 1986 पछि नेपालले क्रिकेटमा सङ्घर्ष गर्दै थियो। सन् 1910 मा नेपालले डिभिजन 5 जितेर डिभिजन 4 मा प्रमोट भएको थियो। सन् 2012 मा नेपालले डिभिजन 4 जितेर डिभिजन 3 मा डिभिजन 3 भनेको मतलब आइसिसी वर्ल्ड कप क्वालिफायरमा प्रमोट भएको थियो। सन् 2013 मा आइसिसी वर्ल्ड कप क्वालिफायर जितेर 2014 को T20 वर्ल्ड कपमा क्वालिफाई भएको थियो। यो नेपाल क्रिकेटको सबैभन्दा ठुलो उपलब्धि थियो। नेपालले पहिलो पटक 2014 मा T20 वर्ल्ड कप खेलेको थियो। सन् 2018 मा नेपालले ओडिआई स्टेटस प्राप्त गरेको थियो। सन् 2018 मै नेपालले पहिलो ओडिआई खेल नेदरल्यान्डको विरुद्ध खेलेको थियो। त्यसपछि नेपालले ओडिआई स्टेटस प्राप्त गरेछ। त्यसपछि नेपालले ओडिआई अहिलेसम्म खेलिरहेको छ। सन् 2023 मा नेपालले एसिया कप खेलेको थियो, जुन एसिया कपमा नेपालले टेस्ट राष्ट्र इन्डिया र पाकिस्तानसँग क्रिकेट खेल्ने मौका पाएको थियो, जुन हामी सबैको सपना थियो नेपालले टेस्ट राष्ट्रसँग क्रिकेट खेलोस्। यो नेपालको क्रिकेटको धेरै ठुलो उपलब्धि थियो। सन् 2024 मा नेपालले पुनः दोस्रो पटक T20 वर्ल्ड कप खेल्ने मौका पायो। यसमा नेपालले आफ्नो खेलले धेरै मान्छेलाई प्रभावित गरे। टेस्ट राष्ट्र साउथ अफ्रिका निकै बलियो टिम, जुन फाइनल खेल्न सफल भयो। त्यस्ता साउथ अफ्रिकासँग नेपाल 1 रनले मात्र पराजित भएको थियो। T20 वर्ल्ड कप 2024 मा नेपालले आफ्नो खेलले दर्शकहरूलाई निकै प्रभावित गरेको थिए। अहिले नेपाल 2026 को T20 वर्ल्ड कपको लागि क्वालिफाई गरिसकेको छ। यसरी नै नेपाल क्रिकेटको जर्नी रहेको छ। हामी होप एज ए नेपाली क्रिकेट फ्यान नेपाल क्रिकेट धेरै उन्नति होस्, हामी यही सबैको कामना छ। ल, आजको भिडियो यति नै। अब फेरि अर्को महत्त्वपूर्ण जानकारीको लागि फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ। हजुरहरूले भिडियो हेर्नुभयो, धन्यवाद। लाइक सब्सक्राइब